हेलो गाइज, आफू त्यही पानी बोकाइ धमाधम भइरहेको छ घरमा खाने पानी। अनि पानी चाहिँ अब हामीले बोकेर खानुपर्छ जहिलेसुकै। र अनि एउटा कुरा मैले के भन्नु गइरहेको छु भने मलाई मन पराउने र मसँग बिहा गर्ने धेरै छन् चेलीबेटीहरू। मसँग बिहा गरेर चाहिँ पानी यसरी कम्मरमा बोकेर खान सक्ने खाले महिला हो भने चाहिँ मसँग बिहा गर्नु फेरि पनि तयार भए हुन्छ। करिब करिब मेरो 2टा बिहा चाहिँ भइसक्यो। अब अझै पनि यहाँ पछि लागेको अझै मसँग पछि लागेको हुनाले गर्दाखेरि चाहिँ एउटा तपाईँहरूको बिचमा चाहिँ तपाईँहरूलाई चाहिँ एउटा विशेष छ भाग्य चिठा। मसँग बिहा गर्न चाहनुहुने र मलाई मन पराउने र मसँग मन पराएर चाहिँ बिहा गर्नुहुने इच्छुक महिलाहरूलाई चाहिँ पानी बोकेर चाहिँ खान सक्नुहुन्छ भने चाहिँ मसँग बिहा गर्न आयो हुन्छ। पानी चाहिँ बोकेर खान सक्नु पर्यो र मेरो बुढो भएको बा आमालाई चाहिँ पालेर बस्नु सक्ने हुने महिला हुनुहुन्छ भने चाहिँ मलाई कमेन्टमा बिहा गर्न तयार छु भनेर चाहिँ तयार भइदियो हुन्छ है। पानीको धारा यहाँ छ, यहाँबाट पानी बोकेर उहाँ घर लानुपर्छ। यसरी पानी जाने ठाउँ छैन। तयार हुनु है त, तयार हुने जातिहरू।